ललितपुरमा रहेको अग्निशाला एउटा यस्तो पुरातात्विक महत्त्व बोकेको स्थान हो जहाँ 24 घण्टा अहोरात्र अग्नि बलिरहेको हुन्छ। नेपालको राजधानी नजिकको ललितपुर जिल्लाको पाटन सहरको कुमारीपाटी नजिक रहेको पूर्णचण्डीमा अवस्थित छ अग्निशाला। परापूर्व कालमा पाटनका घरहरूमा बिहानीको आगो बाल्न यही स्थानबाट आगो लगिन्थ्यो भन्ने भनाइ पनि पाइन्छ। तर यस स्थानको स्थापना कसरी र किन भयो भन्ने विषयमा भने एकमत पाइँदैन। अग्निशालामा 5वटा कुण्ड रहेका छन्। हरेक कुण्डमा अग्निको बास रहेको हुने भए तापनि हाल भने बिहान नित्य पूजाका समयमा सबै कुण्डमा अग्नि प्रज्वलित गरिन्छ भने अन्य समयमा एउटा कुण्डमा भने निरन्तर अग्नि जलिरहेको हुन्छ। पछि विभिन्न कारणले सबै कुण्डका आगोहरू एउटै ठाउँमा मिसाएर राखिएको बताइएको छ। मेरो नाम उमेश शर्मा राज उपाध्याय। नित्य पूजामा जुन गर्छ यहाँ सबै बाहिर आएर पनि पूजा गर्नुपर्छ। नित्य पूजा भित्र सकेपछि होम पनि दैनिकी गर्नुपर्छ। नित्य पूजा गर्ने बेला 4वटा कुण्ड बलेको हुन्छ। विष्णु कुण्ड, रुद्र कुण्ड, अनि त्यहाँबाट सूर्य कुण्ड। यो सभ्य कुण्ड, सूर्य कुण्ड, रुद्र कुण्ड, ब्रह्म कुण्ड, विष्णु कुण्ड। अनि यो सभ्य कुण्ड चाहिँ त्यो हामीले यो अग्निहोत्री बाजे बित्नुभयो भने 4वटा कुण्डको आगो त्यसमा हालेर अनि त्यो आगोले नै दागबत्ती दिने हो। अनि विष्णु कुण्डलाई चाहिँ यो रुद्र कुण्ड, ब्रह्म कुण्ड, सूर्य कुण्डको आगो चल्दैन। विष्णु कुण्डको आगो सबैलाई चल्छ। अब हामीले होम गर्दा पनि सबैको अब भनौँ न मानव कल्याणको लागि होम राहु केतु उल्का भ्रामरी हैन शनि बृहस्पति यिनीहरू होम गर्दा पनि विष्णु कुण्डमै गर्ने हो। अब हामीले अब आफ्नो अब नित्य साधनाको लागि पनि गायत्री मन्त्र राम्रो होस्, अब आफ्नो शक्ति आफूले पाओस् भनेर पनि हामीले गायत्री मन्त्र गर्ने विष्णु कुण्ड सबै विष्णु कुण्डमै गर्ने हो हामीले।